ल आजको हाम्रो यात्रा चट्ट पारेर यहाँ आयो। ल दाइ यति डिग्री सेल्सियस छ र यहाँ। टेम्परेचर राम्रो होइन, पानी पर्ला जस्तो छैन। ल दाइ आजको यात्रा ल दाजुभाइ चट्ट पारेर उक्लिनु भयो अब डाँडो। मोल्डीदेखि हामी यहाँसम्म यही चढ्न आएको छौँ। Oh my God. अहिले हामी 100 मिटर माथि आयौँ, अझै 400 जानुभएको छ। Oh my God, त्यो बाटो। मैले त्यही त हो। ट्रेनै त्यही हो नि होइन? एकदम पुस्का जाने कि क्या। भनेपछि होइन त्यो चाहिँ लग्जरी भयो क्या, यहाँ नेसेसिटी भयो होइन। बाबा लेख्छु नि म त ढकाल होइन के लेखायो कमेन्टर कहाँबाट आएको भनेको के हो नेपाल। What the fish view. जन्नत भनेको मान्छेले के भन्यो सोच्दै यो ठाउँतिर यही नै त्यसैले हामी लगभग 1.5 घन्टा हिँडेर सही ठाउँमा आएन। एकदमै रमाइलो अनुभूति भयो।
किताब पढ्दैछु है। केही डोनेसन गर्ने हुन्छ भने यो नम्बरमा पैसा पठाउनु होला। शेर्पा थप पेने बिग ऑफ नेपाली शहर हमारे क्रू ने जो वेबसाइट नेपाल में नो आरवे और वो एप कोटेड हिल हेल से ओके यो भरेको नै शेर्पाहरूले बनाएको हुनाले नेपालमा यो भिप्सबाट गरेको पैसाको चाहिँ सदुपयोग चाहिँ स्वास्थ्य क्षेत्रमा चाहिँ सदुपयोग हुन्छ भनेर लेखिएको छ यसमा। अनि आफू नेपाली भएर यहाँ आइपुगेर यसो देख्दा कस्तो फिल हुन्छ? हामी नेपाल उहाँबाट यहाँ पनि हाम्रो नेपालीहरूको योगदान देख्दाखेरि गौरव फिल हुन्छ, एकदमै धेरै गौरव फिल हुन्छ। नेपाललाई चिनाउने दुईटै शब्द छ किरणजी, शेर्पा र गोर्खा। हेर्नुहोस् त, गोर्खा वीरताको एउटा निशानी हो गोर्खा भने, शेर्पा चाहिँ नि माउन्टेन पिपुल होइन। अब यस्तो चाहिँ पहाडमा कसरी विकास गराउने, पहाडमा कसरी विकास सम्भव छ भनेर उनीहरूले चाहिँ परिचय गराएका छन्। विभिन्न पर्यटकहरूलाई चाहिँ नि माउन्ट एभरेस्ट चढ्नमा सहयोग गर्ने चाहिँ नि एउटा एथनिक ट्राइब भनेकै शेर्पा त हो नि किरणजी। तर हामीले सुनेको मात्रै थियौँ, तर यहाँ आएर यस्तो टक्क मेरो थर ढकालो मलाई कसैले चिन्दैन। शेर्पा भन्यो भने दुनियाँभरि चिनिन्छ, गोर्खा भन्यो भने दुनियाँभरि चिनिन्छ। हेर्नु न, हामीलाई यो बारेमा थाहा पनि थिएन, चट्ट यहाँ आएर यसो हेर्दा एकदम फिल भयो नि त। यो थकान सबै मेट्यो होइन त? सबै थकान मेट्यो यहाँ नेपाल एउटा शब्द देखेर। अनि कति एक्साइटेड, यो रातो र निलो यहाँनिर झन्डा पनि नेपालकै यस्तो बनाउनु पाएको भए कति रमाइलो हुन्थ्यो होला। चट्ट दाजुभाइ यहाँ टुप्पोमा आइपुगेको छ ल। चट्ट यो बोर्ड देख्दाखेरि चाहिँ अहिलेसम्म लागेको यो थकान सबै चट्ट हटेर एकदम गौरव फिल भयो ल त। यो चाहिँ एकदमै राम्रो। अर्को डाँडो देखिन्छ भने उरै चाहिँ हेर्नु त मान्छेहरू त्यहाँ पुग्यो अन्त हो कि यस्तै पर्खाल के होला कि। तर गएको हो त्यहीँ त गएको होइन होइन त मान्छेहरू धेरै। है यहीँ आउँदा महादेवको 3 नेत्र भएको फाइनली भ्यू पोइन्ट आइपुग्यो। धेरै माथि ठन्डी छ नि यसमा त मान्छे। जस्ट ठन्डै खानु। माइक्रो बस जस्तै छ ट्याक्कै। चढ्न नसक्नेहरूको लागि चाहिँ अप्सन पनि छ यहाँ। मनोकामनाको डाँडोमा पुगे जस्तै भयो। यही त हो नि, बसेर खाइरहेको। अझै मैले चाहिँ अलिकति घाम लाग्छ कि भन्ने सोचेको थिएँ। ऊ चाहिँ के रहेछ म देखाएर आउँछ है। यहाँ आउँदै मेन चिज त हेर्दैन, हेर्दै जान लागेछौँ हामीले। अनि
फाइनल डेस्टिनेसन चाहिँ आइपुग्यो होला लगभग 2 घन्टाको हिँडेपछि ट्रोल कि थ्रोल होइन त्यही जस्तै छ नि त त्यो सक्सेस भयौँ हामी